नमस्कार सम्पूर्ण श्रोता तथा दर्शकवृन्दलाई यस विशेष विस्तृत मन्थनमा स्वागत छ। आज हामी अलिकति फरक तर एकदमै चासोको विषयमा कुरा गर्दैछौँ। हजुर, पक्कै पनि। भर्खरै सम्पूर्ण निर्वाचन र विशेष गरी भक्तपुर 2 मा देखिएको जुन अभूतपूर्व राजनीतिक उथलपुथल छ नि, हो प्राप्त स्रोत सामग्री र अन्तर्वार्ताको आधारमा आज हामी त्यसकै गहिरो विश्लेषण गर्दैछौँ। यो कुनै सामान्य हारजितको कुराकानी मात्र होइन है। एकदम सही कुरा। यो त जेनजी पुस्ताको जुन एउटा प्रभाव छ, अनि नेतृत्व हस्तान्तरणको चाहना, त्यसको र समग्र लोकतान्त्रिक अभ्यासको सूक्ष्म अध्ययन हो क्या। बाजागाजा, फूलमाला र खादासहित विजयी उम्मेद्वार राजीव खत्रीको जुन दृश्य हामीले देख्यौँ नि, हजुर, त्यो त सतह मात्र हो। हामी आज त्यो सतहभन्दा निकै तल गएर कुरा खोतोल्दैछौँ। हो, सतहभन्दा धेरै गहिरो कुरा छ यसमा। तर यो विश्लेषणमा अगाडि बढ्नु अघि म एउटा कुरा स्पष्ट पार्न चाहन्छु नि। हजुर, भन्नुस् न। हाम्रो यस कार्यक्रमले, मतलब यो मन्थनले कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा वकालत गर्दैन, चाहे त्यो वामपन्थी होस् वा दक्षिणपन्थी। पक्कै पनि। हामी स्रोत सामग्रीमा जे उल्लेख छ त्यसैलाई जस्ताको तस्तै र बिल्कुलै तटस्थ रूपमा विश्लेषण गर्नेछौँ। यो कुरा दर्शक श्रोतालाई सुरुमै प्रष्ट होस्। एकदम महत्त्वपूर्ण कुरा। ल अब विषयवस्तुमै प्रवेश गरौँ है त। परम्परागत राजनीतिमा युवा पुस्ताको यो प्रवेश साँच्चै कति रोचक छ है। एकदमै रोचक छ। स्रोतमा उल्लेख भए अनुसार भक्तपुर 2 को निर्वाचन किन यति धेरै चासोको विषय बन्यो भन्ने कुरा यो झेनजी आन्दोलन र पुस्तान्तरणको लडाईसँग सिधै जोडिएको छ। हो नि। एउटा अचम्मको विरोधाभास के देख्यो भने, एक थरी स्थापित शक्तिहरूले यो जेनजीको उभारलाई आतंककारीसम्मको संज्ञा दिए क्या। हजुर। अनि अर्को थरी विशेष गरी युवा पुस्ताले चाहिँ यसलाई परिवर्तनको लडाई र एउटा जनआन्दोलनकै रूपमा माने। एउटै घटनालाई हेर्ने यति फरक दृष्टिकोण, यो वैचारिक टकराउलाई कसरी हेर्ने? यसलाई मुख्यतया विशुद्ध मनोवैज्ञानिक र राजनैतिक असुरक्षाको कोणबाट हेर्नुपर्छ जस्तो लाग्छ मलाई। मनोवैज्ञानिक असुरक्षा हो क्या? जब अघिल्लो पुस्ता वा भनौँ स्थापित राजनैतिक शक्तिहरूले आफूले वर्षौंदेखि अभ्यास गर्दै आएको प्रणालीमा अचानक नयाँ पुस्ताको हस्तक्षेप देख्छन् नि, उनीहरूमा एउटा गहिरो डर पैदा हुन्छ, आफ्नो नियन्त्रण गुम्दै गएको महसुस हुन्छ, अनि त्यो डरको प्रकटीकरण नै आतंककारी जस्ता कडा शब्दहरूको प्रयोग हो क्या। भनेपछि त्यो डिफेन्सिभ भएर आएको प्रतिक्रिया भयो। एकदमै। परम्परागत राजनीतिमा त एउटा अलिखित नियम नै थियो नि, कपाल नफुलेसम्म पालो आउँदैन भन्ने। हो त नि, लाइन बस्नुपर्छ भन्ने मान्यता। सही कुरा। तर जब नयाँ पुस्ता त्यो लाइन मान्न तयार भएन र सिधै हस्तक्षेप गर्यो, अघिल्लो पुस्ताले त्यसलाई अनुशासनहीनता ठान्यो। उनीहरूले पछिल्लो पुस्तालाई जहिले पनि नालायक वा फुच्चे देख्ने प्रवृत्ति छ नि त हाम्रो समाजमा। हो, त्यही प्रवृत्तिको कुरा गर्दाखेरि एउटा रोचक प्रसङ्ग स्रोत सामग्रीमा पनि छ। विपक्षीले उम्मेद्वार खत्रीलाई एउटा फुच्चे केटो भनेर टिप्पणी गरेका थिए रे। हजुर, त्यो त एकदमै चर्चामा आएको विषय हो। राजनीतिमा उमेरलाई लिएर होच्याउने त नौलो कुरा भएन, तर यसको जवाफमा खत्रीले जुन कुरा भने नि, त्यो मलाई एकदमै मनन योग्य लाग्यो क्या। के भनेका थिए उनले? उनले विपक्षीको उमेर र राजनीतिक अग्रजको नाताले सम्मान गर्दै भनेका छन्, जति नै फुच्चे भने पनि, जति नै नालायक भने पनि, समय चाहिँ फेरि उसैको अलि बढी बलवान हुँदो रहेछ। सबभन्दा बलवान समय र जनता हुन्। यो जवाफ त निकै सन्तुलित र अर्थपूर्ण छ नि, होइन र? एकदमै। यो भनेको राजनीतिमा शक्ति सन्तुलनको नयाँ परिभाषा हो क्या, जसलाई हामी अङ्ग्रेजीमा इन्फेन्टलाइजेसन भन्छौँ नि। हजुर, बच्चा जस्तो व्यवहार गर्ने। हो, बच्चा जस्तो व्यवहार गरेर प्रतिस्पर्धीलाई कमजोर देखाउने रणनीति। तर उनले गालीको जवाब गालीले दिएनन्, उनले त समय र जनमतलाई सर्वोच्च माने। पक्कै पनि। यसको अर्थ के हो भने, हिजोको शक्ति र हिजोको अनुभव आज काम नलाग्न सक्छ। अबको राजनीति उमेरको दम्भ भन्दा पनि जनताको म्यान्डेटमा चल्छ भन्ने सन्देश हो यो त नयाँ राजनीतिक संस्कारकै एउटा बलियो संकेत भयो नि। एकदम। राजनीतिक शब्दहरूकै कुरा गर्दा राजनीतिमा प्रयोग हुने कडा शब्द र त्यसको विम्बात्मक जवाफको अर्को एउटा शानदार उदाहरण छ। त्यो काट्छु भन्ने प्रसङ्ग होला, होइन? हो नि।
चुनाव अघि विपक्षी उम्मेद्वारले कुनै सन्दर्भमा काट्छु भन्ने जस्तो एकदमै उग्र शब्द प्रयोग गरेका थिए रे। हजुर। तर विजयी भएपछि खत्रीले यसको जवाफमा भने, म तलवारको धारमा रेटिन आएको होइन, म त जनताको तराजुमा जोखिन आएको हुँ। वाउ, यो त निकै शक्तिशाली विम्ब हो नि। अनि उनले अहिले तराजुमा आफ्नो पल्ला भारी भएकोमा खुसी व्यक्त गरे। यो तलवारको धार र जनताको तराजुको तुलनालाई कसरी विश्लेषण गर्नुहुन्छ? यो आफैमा एउटा मास्टर क्लास हो क्या? सामान्य शब्दको खेल मात्र होइन यो। हेर्नुहोस्, तलवारले के जनाउँछ? हिंसा, शक्ति, प्रतिशोध र डरको राजनीति। एकदम। तराजुले नि न्याय, सन्तुलन, निष्पक्षता र जनताको अभिमतलाई जनाउँछ। काट्छु भन्ने जस्तो उत्तेजक अभिव्यक्तिको जवाफमा आफूलाई तराजुसँग जोड्नु भनेको विपक्षीको आक्रामकतालाई निस्तेज पार्नुभयो, होइन त? बिल्कुल। सडकको हिंसात्मक भाष्यबाट उठाएर सिधै लोकतान्त्रिक न्यायको कठघरामा उभ्याइदियो नि त। यसले उम्मेद्वारलाई नैतिक रूपमा धेरै माथि राख्यो। अनि अर्को महत्त्वपूर्ण कुरा नि, जितिसकेपछि उनले त्यहाँ कोही हारेको वा जितेको छैन भनेर पनि भने क्या? हजुर। भक्तपुर 2 मा त नेपाली कङ्ग्रेस, नेकपा एमाले स्वतन्त्र गरेर धेरैजना प्रतिस्पर्धी थिए नि त। उनले ती सबै हार्ने उम्मेद्वारका व्यक्तिलाई होइन, तर उनीहरूका सही मुद्दा र राम्रा नियतलाई समेटेर अगाडि बढ्ने कुरा गरेका छन्। यो कुराले त राजनीतिक सहिष्णुतालाई धेरै नै प्रवर्धन गर्छ। गलत एजेन्डा र गलत नियतले नजित्ने, तर राम्रा नियत र मुद्दाले जित्ने कुराले समग्र एजेन्डाको जित भएको देखाउँछ नि। हो, हाम्रो परम्परागत राजनीतिमा त जिरो सम गेम जस्तो थियो नि। एउटाले जित्दा अर्कोले पूर्ण रूपमा हार्नै पर्छ भन्ने मानसिकता। हजुर, हार्नेको त अस्तित्व नै मेटिन्छ भन्ने जस्तो। तर यहाँ त हार्ने पक्षका राम्रा मुद्दाहरूलाई पनि अपनत्व ग्रहण गर्छु भनिएको छ। यो निकै परिपक्व लोकतान्त्रिक अभ्यास हो। यसले समाजमा बढ्दै गएको ध्रुवीकरणलाई कम गर्न मद्दत गर्छ। पक्कै पनि। अब अलिकति गम्भीर मोडतर्फ लागौं। स्रोत सामग्रीमा उल्लेख भएको सबैभन्दा गम्भीर विषय डर, भर र करको राजनीति। यो एकदमै संवेदनशील विषय हो। चुनाव जितेपछि अब गुण्डाराजको अन्त्य भई कानूनी राज सुरु हुने प्रतिबद्धता व्यक्त भएको छ। घर दैलो कार्यक्रमको एउटा प्रसङ्ग सुन्दा त आङ नै जिरिङ हुन्छ क्या। कस्तो प्रसङ्ग? घर दैलोमा जाँदा जनताहरू खुलेर बोल्न, स्वागत गर्न वा अङ्गालो हाल्न समेत डराएका थिए रे। उनीहरू समर्थन जनाउन चाहन्थे, तर अदृश्य डरले गर्दा बाहिर देखाउन सकेनन्। जब कानूनलाई केही मुठ्ठीभर व्यक्ति वा समूहले आफ्नो नियन्त्रणमा लिन्छन्, हजुर, तब आम नागरिकले त्रासमा बाँच्नुपर्ने अवस्था आउँछ। आफ्नो टोल छिमेकमा खुलेर बोल्न नसक्नु, मन परेको मान्छेलाई सडकमै उभिएर समर्थन गर्न नसक्नु भनेको त गुण्डाराजकै चरम स्वरूप हो नि। एकदमै। मानिसहरूलाई डर, भर र करको जन्जिरमा बाँधिएको हुँदो रहेछ। हो, तर लोकतन्त्रको सबैभन्दा सुन्दर र शक्तिशाली अस्त्र भनेकै गोप्य मतदान हो नि त। साँच्चै, त्यो गोप्य मतदानको कोठाभित्र त कोही तर्साउने मान्छे जाँदैन, कसैको धम्की पुग्दैन। एकदम। बाहिर हेर्दा डरले मौन बसेका जनताले भित्र तराजुमा आफ्नो अभिमत यसरी राखे कि त्यसले वर्षौंदेखिको त्रासको पर्खाललाई एकैछिनमा भत्काइदियो। यो त एउटा मौन क्रान्ति नै भयो नि, होइन? पक्कै पनि मौन क्रान्ति हो। जब कानूनी राजको सुरुवात हुन्छ भनिन्छ नि, यो केवल कानूनी शब्दावली होइन क्या, यो त त्रासमुक्त समाजको परिकल्पना हो, जहाँ व्यक्तिभन्दा विधिको शासन हावी हुन्छ। हो नि। यसले के देखाउँछ भने आम नागरिकमा सुशासनप्रतिको भोक कति गहिरो छ र त्रासमा बाँचेको समाजले मौका पाउँदा कसरी विद्रोह गर्छ भन्ने यो ज्वलन्त उदाहरण हो। सुशासन र नयाँ राजनीतिक संस्कारको कुरा गर्दाखेरि स्रोतमा अर्को एउटा अनपेक्षित घटना पनि उल्लेख छ नि। कुन घटनाको कुरा गर्नुभयो? अन्तिम मत परिणाम पूर्ण रूपमा नआउँदै बिहानै महेश बस्नेतले हार स्वीकार गरेर राजीव खत्रीलाई बधाई दिएको घटना क्या? हजुर हजुर। अनि विजयी उम्मेद्वारले पनि यसलाई राम्रो राजनीतिक चरित्र भन्दै स्वागत गरे। यो संस्कार त राम्रो देखियो नि। एकदमै सकारात्मक कुरा हो यो। एक अर्कालाई सिद्ध्याउने भनेर हिँडेका उम्मेद्वारहरू बीच नतिजा आउने बित्तिकै यस्तो सौहार्दता देखिनु राजनीतिमा सुखद संकेत हो। तर यो निर्वाचनको सबैभन्दा ठूलो भूकम्प त भूगोल र त्यहाँको नतिरासँग जोडिएको छ क्या? विशेष गरी सूर्यविनायक नगरपालिकाको वडा नम्बर 7 गुण्डुको प्रसङ्ग। ओहो, गुण्डुको नतिजा त राजनीतिक पण्डितहरूका लागि नै एउटा ठूलो अध्ययनको विषय बनेको छ नि। किनभने त्यहाँ त पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र महेश बस्नेत जस्ता ठूला र प्रभावशाली नेताहरूको बसोबास छ।
हो नि, परम्परागत राजनीतिको व्याकरण अनुसार हेर्ने हो भने त यस्ता शक्तिशाली नेताहरूको गाउँ वा टोल उनीहरूकै अभेद्य किल्ला हुनुपर्ने हो। एकदम। त्यहाँबाट अर्को दलले चुनाव जित्ने कुरा त परै जाओस्, भोट माग्न जान पनि गाह्रो हुन्छ भन्ने मान्यता राखिन्छ नि त। तर त्यही वडाबाट नयाँ उम्मेद्वारको पक्षमा अत्यधिक मत आउनुले धेरै कुराको संकेत गर्छ। यसले त कोही पहुँचवाला व्यक्ति कुनै ठाउँमा बस्दैमा त्यहाँका जनता सधैँ खुसी हुन्छन् भन्ने भाष्यलाई नै गलत साबित गरिदियो नि, होइन? बिल्कुल। पहुँचवाला व्यक्ति हुँदैमा वा सत्ताको नजिक हुँदैमा आम नागरिकका दैनिक समस्या समाधान भइसकेका हुँदैनन् भन्ने कुरा यसले प्रष्ट पारेको छ क्या? भनेपछि पुराना शासकबाट प्रताडित जनताले देशभरिको लहरलाई साथ दिँदै त्यहाँ पनि परिवर्तन खोजे। हो, जनताले व्यक्ति र उसको शक्तिलाई भन्दा एजेन्डालाई प्राथमिकता दिए। सत्ता र शक्तिको छायारीमा बसेका जनता पनि भित्रभित्रै परिवर्तनको पक्षमा उभिन्छन् भन्ने कुरा गुण्डुको नतिजाले देखायो। मतदाता अब नेताको रैती होइनन्, सचेत नागरिक बनिसकेका छन् भन्ने प्रमाणित भयो। एकदमै सही कुरा। अब अलिकति पार्टीको आन्तरिक कुरा गरौँ। नयाँ राजनीतिक शक्तिभित्रको आन्तरिक सम्झौता र भावी नेतृत्वको प्रश्न पनि त उठेको छ नि? हजुर, यो पनि महत्त्वपूर्ण पाटो हो। स्रोतमा एउटा सम्झौताको प्रसङ्ग छ। बालेन्द्र शाहलाई 5 वर्षका लागि प्रधानमन्त्रीको उम्मेद्वार बनाउने र पार्टी सभापति चाहिँ रवि लामिछानेले सम्हाल्ने भन्ने। यो सम्झौताको विषयमा उम्मेद्वारले के भनेका छन् नि? उनलाई यो विषयमा प्रश्न सोद्धा उनले सबै कुरा कण्ठ छैन भनेर इमान्दार जवाफ दिएका छन्। तर साथसाथै जे लेखिएको छ त्यसबाट 1 इन्च पनि तलमाथि हुँदैन भनेर प्रतिबद्धता पनि जनाएका छन्। हेर्नुहोस्, राजनीतिमा मलाई थाहा छैन वा मैले हेर्न बाँकी छ भन्न सक्नु आफैमा एउटा ठूलो इमान्दारी त हो नि। परम्परागत नेताहरूले जस्तो सबै कुरा आफूलाई थाहा छ भनेर ढाट्ने काम गरेनन्। हो नि। अनि पार्टीको केन्द्रीय समिति तथा नेताहरूले गर्ने निर्णयप्रति जुन प्रतिबद्धता जनाए नि, यसले संस्थागत निर्णयलाई सर्वोपरि मान्ने संकेत गर्छ। हाम्रो राजनीतिक इतिहासमा त व्यक्ति हावी हुने, पर्दा पछाडि अनेक सम्झौता हुने रोग नै छ। एकदम। जे लेखिएको छ त्यही हुन्छ भन्नुको अर्थ आफूहरू राजनीतिक बेइमानी नगर्ने अठोट हो। नयाँ दलहरूको चुनौती नै आन्तरिक लोकतन्त्र र विधिप्रतिको निष्ठा कसरी कायम रहन्छ भन्ने हो क्या? पक्कै पनि। आजको यो मन्थन साँच्चै नै गहिरो रह्यो। हामीले धेरै पाटाहरू केलायौँ। हजुर, एकदमै विस्तृत छलफल भयो। निष्कर्षमा भन्नुपर्दा आजको यस मन्थनबाट प्राप्त मुख्य सार भनेकै जेनजीको प्रभाव, डरको सट्टा गोप्य मतदानको अपार शक्ति र सुशासन अर्थात् कानूनी राजको भोक नै अहिलेको जनमतको मुख्य आधार हो भन्ने देखियो। एकदम सही निष्कर्ष। तर यो सम्पूर्ण परिदृश्यले एउटा नयाँ र विचारोत्तेजक प्रश्न पनि उब्जाएको छ नि श्रोता र दर्शकहरूलाई सोच्न बाध्य पार्ने खालको। कस्तो प्रश्न? जब प्रणालीलाई नै परिवर्तन गर्छु भनेर आएका यी फुच्चे वा नयाँ पुस्ताले साँच्चीकै सत्ताको चाबी रातमा लिन्छन् नि, के उनीहरूले यो कानूनी राजको इमान्दारितालाई जोगाइराख्न सक्लन् वा हाम्रो वर्षौंदेखिको जटिल र भ्रष्ट प्रणालीले उनीहरूलाई पनि बिस्तारै आफू जस्तै बनाउला? ओहो, यो त साँच्चै नै गम्भीर प्रश्न हो। हो नि। यो विषयमा यहाँहरूले पक्कै पनि गहिरिएर सोच्नुहोला। सत्ताले मानिसलाई बदल्छ कि मानिसले सत्तालाई? यो त समयले नै बताउनेछ। पक्कै पनि। श्रोता तथा दर्शकवृन्द, यदि यहाँहरूलाई आजको यो कार्यक्रम मन परेमा भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला। हजुर, अनि यस्तै गहिरो र तथ्यपूर्ण विश्लेषण हेर्नका लागि न्युज नेपाल टिभीलाई सब्स्क्राइब पनि गर्न नभुल्नुहोला है। हस् त, आजको यस मन्थनबाट हामी दुवैजना बिदा माग्छौं। नमस्कार। नमस्कार।